आज न्यू डे न्यू भ्लग सबैजनालाई स्वागत छ र आज सधैँ जस्तो आजको दिन मेरो सुमनको साइकल साँच भाला त के नै सहिलो भन्थ्यो ए निमनको मेरो चाहिँ आज छुट्टी छ कामबाट नि र प्लस आज शनिबार नि त्यही भएर स्कुल पनि छैन सो आज चाहिँ बाहिर जाने प्लान छ केटाहरू छ सँगै रेडी हुँदैछ अब रेडी भएर जानुपर्ने बेला भइसक्यो त्यही हो आज दिन पनि एकदम राम्रो हो सायद आज हामी उमीतिर जान्छौँ होला उमीमा गएर अलिअलि जोस् अलि इन्जोय गर्छौँ धेरै भयो राम्ररी इन्जोय नगरेको पनि उमी नगएको पनि सो त्यही हो गर्मी छ अलिअलि पौडी पनि खेल्न मिल्यो भने खेलौँला अहिले चाहिँ साइकल चेक गर्दैछ साथी अस्ति भर्खर किनेको थियो एउटा साइकल यहाँ चाहिँ अस्ति किनेर ल्याएको दिपेन्द्रको हो राम्रै हो अब चाहिँ के कसको किन्नु हो रोशनको किन्नु हो यो चाहिँ मेरो भइहाल्यो त्यस्तो सुमनको आज सुमन छैन त्यही हो रोशनले चलाउँछ सो हिजो चाहिँ मलाई अलिकति है दिपेन्द्र कस्तो लागेको थियो भने हिजो पानी परेर आज कहाँ जान मिल्दैन होला भोलि पनि पानी पर्छ जस्तो लाग्थ्यो मलाई पनि त्यस्तो लाग्थ्यो तर फाइनल्ली आज चाहिँ जो मौसम पनि राम्रै भयो नि त त्यही भएर जान पनि पायो एकदम खुसी लागिरहेको त्यसमा टाइम लाउँछ क्या जहिले नि रोशन ल्याएर किन हो खै हुन्छ यार यो सुमनले ए म त बिर्सिरहेँ यार त्यो ल्याउनु म त्यो लिएर दामी देखा दामी दिपेन्द्र दाई साइकल चलाउँदै हुनुहुन्छ मलाई त कसरी देखाउने यता दाई हुन्छ टेमो दाई आज टेमोको केही छैन ओइ यताबाट हिँड्नु छिटो मलाई लाज लाग्यो गीत पो बजिरहेको त अहिले चाहिँ ठ्याक्कै केटाहरू माछा हेर्दैछ माछा त छ तर देख्नै गाह्रो सो त्यही हो यो चाहिँ हाम्रो फेभरेट ठाउँ हो खाने माछा हो तर यहाँ खानु मिल्दैन नि त मरेको त कहाँ बेच्छ के कुराहरू चाहिँ गर्छ माछाले ल्याउ त्यसको एन्सर मसँग छैन त्यसरी त देखिन्न यहाँ मान्छेहरू खाने कुराहरू दिन आउँछ नि त त्यही भएर यहाँ आउँछन् क्या कस्तो क्युट यार त्यहाँ फुच्ची एउटा सो अब चाहिँ हामी हिँड्न लाग्यो अब कस्तो घारीतिर आइपुग्यो यार है छाड नबोल है केटा हाम्रो त चितुवा हो चितुवा बिरालो होइन उही यहाँ त त्यो पो रहेछ यार खोला पो रहेछ यस्तो दामी यार ठाउँ यो चाहिँ ठुलो रहेछ के पार्क बच्चाहरूले हिँड्नलाई हेर न कस्तो बाटो बनाइदिए यो चाहिँ हाम्रो हामी हिँडेर गइरहेको छु किनभने यसको कारण चाहिँ एउटा साइकलको टायर पङ्चर भयो पङ्चर भनेर हावाई पुस्क्यो एउटा यो अब सबैजना
दिपेन्द्र लो हाँसेर है म केही बोल्नै सकिरहेको छैन हो यो घरमा माग्नु अब बरु यसो गर न भाइ बनाएर त फर्किनु मन लाग्यो होइन यहाँ भेट्दै फर्किनु हामी फर्किनु मन लाग्यो नरिसाउ नरिसाउ अब यस्तो बेलामा रिसाएर हुन्न नि त फर्किनु नभन क्या तिमी किन हिँड्न सक्दैनौ र होइन यो त्यो मान्छे चढेन भने त्यो के हुन्न क्या अब हामी कहाँ आइपुगिसक्यो यहीँ हो अब अनि कहाँ यहाँबाट फर्किन्छ त अनि अब धेरै टाइम लाग्दैन क्या त्यही भएर अब झन् दिपेन्द्रको रमाइलो कुराहरू सुन्न पाइन्छ अनि गफर्दै जाने हो सो अहिले चाहिँ हामी आइपुगिसक्यौँ लड्दै र पढ्दै तार मन्दिर बनाउँदै अनि हामी पात्दै यता यस्तो छ भ्यू सुरुमा चाहिँ हामी उता खाजा खान जान्छौँ अनि खाजाहरू यता छ यस अनि त्यो पछि चाहिँ हामी यहाँ माथि जाने भन्ने छौँ ओइ म त हालिदिन्छु के मलाई भालै भयो त्यही हो दिपेन्द्र दा वाह पाइन्न त्यहाँ त अब यहाँ बसेर चाहिँ हामी खाजा खाँदैछौँ खाजा चाहिँ यस्तो प्रकारको छ